यहाँ ला अब के कि इंडिया की मामा हो हाँ बोले हेलो म त्यही गर्न हजुर सर हाँ जी हाँ जी बस ये थोड़ा सा बाइक लाइट बना जा रही है आजको ब्लगमा त मैले आफ्नो छोरा देखाएको थिएँ अहिले लग रहा यहाँ हाम्रो सशस्त्रले के भन्ला कि हजुर सर ओटोको सर हाम्रो नाम के हो म देखाउँछु चोरबाट मामाहरूले उ नगर्नु होला मामाहरूले सरी भन्नु होला चोरबाट सिकाइदिने हो तर त्यहाँ चौकी त छ किन तर बसेर हिँड्नुपर्छ कुरा हो भन्दाखेरि हामी काले आज कृष्णनगर बर्डर इन्डियातिर टेक्नी बिना पर्मिट हुन्छ अलिकता त दिइहाल्छन् के भन्छ अरे उसमा अलिकति 10-15 किलोमिटर भित्र जाने हेरौँ बोर्डरतिर के हुन्छ अलिकति सुट भन्नाले पनि खिच्न दिन्छन् कि नै अनि क्यामेराको के छ हल्ली चल्ली त्यतातिर हल्का इन्डियाको बोर्डरको छेउको बाइक लिन नगेर हो के कस्तो छ होइन अनि हल्का तराईतिरको पनि अब जाने दुईवटा बाटो छ केटा हो म दुईवटा बाटो एउटा बाटो जान्छु एउटा बाटो आउँछु खतरा मान्छे नि म फेरि यो दुर्घटनाग्रस्त क्षेत्र किन भन्दा यहाँ यो गाना भाइरल भएछ अनि फोटो खिच्नेहरूको लहर ल यही हो शिवजी ल यहाँ पनि दुकान खुली गयो भाइ बिजनेस पहिला केही थिएन केटा यहाँ अहिले सब उ भइसक्यो बिजनेस रोडको जहाँ अलिकति भाइरल भयो नि कि बस खुलिहाल्यो दुकान बिजनेस ल है साथी हो पासमा पुग्यो अब त यस्तो सम्म छ यस्तै कुरा छिदा पिछवाडामै कितने के दम है भाइ कुदाउ भन्थेको ल त्यसमा कति दम छ अब कुदाउने केटा हो तर म त कुदाउन सक्दैन पछाडि नाना बसेछन् नानाले नकुदा धेरै भन्नुहुन्छ यार गाह्रो छ मौसम पनि आज त यार पुरा चिसो त यार घामै लागेको छैन यार हामीतिर त घाम थियो त घामै छैन त यार यही हो यता त धेरै गर्मी पनि गर्मी जाडो पनि जाडो घाम पनि घाम चिसो पनि चिसो चिसोमा लास्टै चिसो त गर्मीमा लास्टै गर्मी चनौटा 10 किलोमिटर हो केटा हो अब आयो चनौटा बजार केटा हो आज चाहिँ हाम्रोतिर त घाम लागेको थियो यता त घामै छैन यहाँ हो अब भनेपछि यही हो लास्ट जाडो अब आउने फेरि यहाँ पुरा हालक्कालो गर्ने घाममा आउँछ केटा यहाँ चनौटा बजार यही हो अलि अगाडिबाट जानुपर्ने छ हामी तर्नु तल किट गर्छ कतातिर गर्छन् हो यही हो केटा हो चनौटा बजार हेरौँ है सिधा गयो भने अब सबैलाई थाहा छ बुटोल नाउ लेफ्ट राइट इज गोइङ टु कृष्णनगर बोर्डर इन्डियातिर केटा हो त्यही हो ओइ अङ्कल आज मसँग यस्तै भइरहेछ क्या किन हो किन तपाईँ मेरो अगाडि आउनु खोज्छ त मलाई नतिरै हो कि के हो यो 2 लाइन त छ केटा हो तर यहाँ अलिकता फेरि डर हुन्छ कि यता यस्तो कट हुन्छ नि यु टर्न भनौँ न त्यहाँनिर बाटोमा साइकल मान्छे बाइक पास आइहाल्छ नि यसरी अलिक गाह्रो हुन्छ वाउ यता राति बल्छ के हो यार यो बत्ती त बवाल बल्ब देखिन्छ होला यार राति बलेको तैँले मौका मिल्यो भने पनि सुट गरौँला नि यतातिर केटा हो के छ र होइन तर धेरै लगाएर हिँड्छ यहीँसम्म रहेछ धेरै त कुना पनि चेप्ने होइन के हो तर यो हाम्रो यो कृष्णनगर बोर्डर चाहिँ त्यति विकसित छैन जस्तो लागेको थियो मलाई यार तल भैरवाको बोर्डर हेर नेपालगञ्जको बोर्डर हेर त्यहाँको बाटो र यो बाटो त कहाँ हो त हजुर त्यही माथि कति टाले हो क्या यो बाटो आउनुहोस् ल भन्ने त्यहाँबाट
पुरा यस्तोको सिस्टममै समस्याहरू किन बाटो कति कुदाउने कति झ्याउ लाग्ने रहेछ यार यो सिधा बाटो चलाउने त अलिकति यता सर्ट गरेको मजा आउँछ अरे यो सिधाको कति कुदाउनु यो त के भन्छ अफ रोड उकालो उरालो भन्दा त यो सम्ममा बढी तेल खान्छ जस्तो लाग्यो यार मलाई त किनकि पटारिन्छ पटारेपछि अब आरपिएम हाई जान्छ हाई भएपछि तेल चिस्ने हो यो चाहिँ अलिक यति नलेज त मलाई थाहा छ है फेरि हो केटाहरूमा त बुझ्नै सकिने पोल्युसन हो कि हिस्ट्री हो कि धुन्दी हो कि के हो त जति तल गयो त्यति देखिन्छ अब सूर्य देख्यो अहिले त मधुरो देखिन्छ यार के हो हाम्रोतिर त घाम छ यार जसो भए पनि ताप्ने लायकको घाम छ त्यति गरम वाला घाम नभए पनि ताप्ने लायकको त घाम छ यहाँ त पुरा घामको त त्यही पुरो जाडो छ त यार पुरा झन्नै मोटो कपडा लगाएर आएछ यत्र त बर्बाद हुने रहेछ यो चाहिँ कुन सिटी आयो फेरि सिटी भन्नाले पनि चोक यहाँ त बिना हेलमेटको चल्दो रहेछ यार ओ धन्यवाद यस्तो हुनु पर्यो मान्छे होइन सही एकदम गाडी आएर भने भागदौड गर्ने हुने कि उभिहाल्ने गाडी एकदमै जाने खान्छ यार उसले आफ्नो तरिकाले त साइड गरिहाल्छ नि के हो धेरै ज्ञान नदे बाबु फेरि बुढा खराब भइसकेमा यस्तै घुम्ती रे के भन्छ सिधामा चलाएर नकुदाउन पाइया दिमाग खराबमा न केही भ्यू छ सम्मको समय वहीँ जस्तो लाग्छ यार बाइक फेरि चलायो कि नचलायो जस्तो लाग्छ पता नि के हो त्यो अहिले त अब खेतबारी हरियो परियोमा पनि के भन्छ रे उ छ त हुस्सु जस्तो निस्केको धुन्दी हो कि के हो गाह्रो छ भाइ गाह्रो है त अघि ट्रेलर कृष्णनगरमा त सायद पुरा हुस्सु लागेर होला गाह्रो त थियो है के हो त्योमा कति त बाल भएको छ हाम्रोतिर त त्यो चोरी पाकेर पनि मान्छे त्यो गरेर तेलेर खाइसकेछु यतातिर त ल ऊ छ त यहाँ सबै हालो भएको फेरि अनि त्यो गाउँ होला गाउँ ठाउँ होला अरू चोरी एक ठुलोवाला चोरी हो यत्रो खाल्दैछ हस् हजुर लाउनुहोस् दिदीले आफ्नो साइड किनौँ श्रीनगर धेरै छैन होला 2-4 किलोमिटर त्यति धेरै टाढ हेरौँ न बोर्डर छिर्ने त छिरिन्छ केटा केही छैन छिराउनको लागि त कोही ठुलो कुरा भएन बाइक बनानी आ रहा है भाइ भन्नु पर्छ भइहाल्छ कता टाढा जाने हो टाढा हामी जाने पनि होइन कसैले हामीले उहाँ उड्रियो भने आनी आमको रुख बाल देखेको छ तल यसमा गर्मीको बेलामा बस्ने मजा आउँछ होला होइन शीतल हावा पनि कतितिर भनेपछि यतातिर पुरा गाउँ अनि के भन्छ अरे ऊ होला मसुरो पक्का पनि यो कृष्णनगर यहाँबाट सुरु भयो भनौँ अब नो कटिङ नो फटिङ पुरा हेर केटा हो के खोज्दो छ कता छ अब हेरौँ बोर्डर छिरिन्छ कि नै भन्ने कुरा हो किन त छिरिन्छ अन्त यो कुरा मैले कतिचोटि दोहोऱ्याइरहेको छु धन्यवाद घरि सुनिदिनु भएकोमा दिमाग खराब यार किन दिन्छ कि नै एउटा कुरा 1000 चोटि बोल्छ दिमागको दही बनाइदियो भनिरह होला अहिले चाहिँ आवाज कस्तो आइरहेको छ है थाहा छैन केटा हो भाइजर छ के अरे मैले उ गरेको अन त्यही त अब चाहिँ यहाँ फेरि यता इन्डियातिर बहुत टिट हुन्छ नि म्युजिक सिस्टम अफ किनभने अब यता फेरि हाम्रो मामा आउटले फेरि केही न केही यताबाट छिट्छ कि यताउताबाट हस् हजुर हस् म आफ्नै बाटो हिँड्छु इन्डियन गाडी त आएको हुन्छ त होइन यो पक्का पनि बिना पर्मिटकै होला के अरे यत्नैसम्म होला हामी पनि त जान सक्छौँ यसमा कौन सा ठुलो कुरा हो धेरै टाढा जाने होइन के अरे दिदीको सामान बनाऊ अनि धेरै टाढा जाने र नजाने सिस्टम अहिले त्यही हुन्छ हामी चाहिँ हल्का सामान लिन आएको हो क्या धेरै हल्का हान्जी हो थ्याङ्क यू आन्टी
कोही कोही त धेरै समझदार मान्छे भेटियो क्या दुईजनासँग यस्तो भयो यो त हो यहाँ त रङ साइड साइड भन्ने हुन्न के अरे हेलो ल केटा यो हो बोर्डर अब खिच्न त दिए कसैले केही भनेन यहाँ ल अब त्यो कि इन्डिया जी इन्डियाको मामाहरू कहाँ हो र कार राखौँ त बाइक रुक्नु है अहिले अहिले अगाडि जाम र कसले अहिले घुमाउ हजुर सर हाँ जी हाँ जी बस ये थोड़ा सा बाइक लाइट बनाने जा रही है हाँ जी दीदी है ये मरा भाइ डराउनु हुन्न केही बाइक पो अघि नै भन्नु पर्छ मलाई पहिले त यता थियो त्यो त होइन तपाईँ साथी नहर चिन्यो भए चिन्नु होइन के त्यही छ मैले त एकचोटि आयो होइन त्यो विक्रमले ऊ गरेर हो क्या नत्र मलाई त के थाहा थियो यो के हो नयाँ गेट भारत राष्ट्र में आपका स्वागत है अब उताबाट घुमाउँला एकचोटि एक राउन्ड घुम्यौँ न हामी पनि गाडी आयो त हो हेलो अब यस्तो नगरेसम्म कहाँ हुन्छ त यहाँ सोध्ने त सोधेछ है साथीभाइ हो बढी गइन अब इन्डियातिर अहिले एकछिन आउँछु म कति चिठी हो यो कहाँनिर हो रे यो ट्रकको छेउमा खोइ त्यहाँ त पुलिस छ त नि खोइ पक्नु न त्यही पुलिस छ यार म बाइक उता राख्न जान्छु तपाईँ किन्दै गर्नु है सक्दैन यहाँ हो बाइक त यहीँ राखौँ न त्यसले स्योर हो यसलाई गाली गर्छ कि टायर सकेर हालेको दुईटा ऊ हेरी हाल्यो बड्डाहरूले के गर्छन् हो रोक्छन् कि चालै गर्दैन हो भएको त ओ बोर्डरबाट धेरै सामान ल्याउने पनि गाह्रो छ केटा हो अब यहाँ हाम्रो सशस्त्रले केही भन्ला कि हजुर सर ओटोको सर हाम्रो दाम थाहा त छ के सर पठाइदिनु ल धन्यवाद हल्का हल्का ल्याएको ल ओ हेरो प्यार से बात करो राम्रो बोलेपछि भइहाल्छ क्या नि केटाकेटी हो म देखाउँछु चोरबाट मामाहरूले उ नगर्नु होला मामाहरूले सरी भन्नु होला चोरबाट देखाइदिने हो तर त्यहाँ पनि चौकी त छ केटा हो तर बचेर हिँड्नु पर्छ के गर्ने अब मेन बाटोमा गयो भने त के भन्छ अरे 3-4 ठाउँ छन् होइन यता हल्का गाउँले साइडबाट गयो भने चाहिँ
ऊ छ एउटा दुईवटा ठाउँमा चाहिँ त्यति स्टिक हुन्नन् के जस आज चाहिँ के भन्छ अरे बोर्डरको उसमा पनि राम्रै मान्छे भेटियो भनौँ न के भन्छ अरे ऊ इन्डियाको झन् पुलिसले त रोक्दै रोकेन आर्मीले चाहिँ रोकेको थियो राम्रोसँग कुरो गरेको अहिले पनि के गर्ने सर छोडिदिउँ भने त्यसलाई छोडिदिउँ सर भने त भइहाल्छ नि अब हेरौँ अब अगाडि के हो नि फेरि यो घुम्ती कट्नु पर्यो यहाँनिरको घुम्तीबाट कट्नु पर्यो यहाँ पनि सशस्त्रको चेक हुन्थ्यो पहिला अहिले टाइम भएको छैन क्या अझ भएको छैन यही हो केटा हो कृष्णनगरको उसबाट आएपछि सिधा आएपछि जो फर्स्ट घुम्ती छ नि त्यहाँबाट चाहिँ लेफ्ट टर्न लिनुपर्छ अनि भित्र हिँड्नुपर्छ केटा हो सिधा गयो भने त मेन हाइवेमा गयो भने त ऊ हुन्छ हेर के भन्छ अरे ऊ छ यो यही बाटो जाने केटा यहाँबाट अब भित्र जता गए पनि बाल छैन तर बाटो थाहा हुनु पर्यो फेरि बिर्सिएला अगाडि कता त्यही हो केटाकेटी हो अरू केही होइन र यो चोरबाट त आइयो होइन धेरै आइयो मतलब 5-6 किलोमिटर भित्र आइसक्यो होइन मैले के देखिरहेको छु भन्दाखेरि के पुरा यता चाहिँ खेती भनेको सब त्यस्तो छैन सब टोरी गाउँ सब जहाँसम्म नजर पर्छ नि यता उता मतलब यतातिर खेतीमा डिपेन्ड धेरै खेती गर्नुपर्छ भन्ने है त्यही जस्तो लाग्यो गएर हाम्रोतिर उतातिर त्यस्तो छैन खडेचा अरे नाम पनि त्यहाँ अझ 2 किलोमिटर छ के हो नाम पनि बटसुडवा के हो यता पनि यही अब के भने अब हामी बनकचबाट के भन्ने कुनै ठाउँको नपुगेसम्म हामी चाहिँ यो के भन्छ यही हुन्छ अब सम्म त्यही हो केटा हो अरू त के भनौँ म यो ब्लगमा धेरै त्यही मात्रै बनिरहेको जस्तो लागिरहेको छ क्या मलाई होइन लागिरहेको भन्दाखेरि हो र किनभने एडिटिङ गर्दाखेरि मैले अब उ गरेर आएको क्या नोटिस गरेर आएको क्या धेरैचोटि त्यही हो त्यो मात्रै भन्छु यार वाउ बाटो आएको जङ्गलमा अब पुरा जङ्गल छ यहाँबाट त किनकि यो बाटोमा हिँडिसकेको छु के थाहा छ होइन जङ्गल छ केटा अरू कुरो के हो भन्दाखेरि अब जस्तो बोर्डरमा अब गयो भने अब अत्याधिक भन्ने त धेरै नै लिन सकिन हुन्छ नियम कानुन अनुसार त के भन्छ अरे एउटा पनि लिन नपाउने हो तर के गर्ने नेपाली हो नि त नेपालीले थोरै न के भन्छ अरे नियम फलो गर्छ भन्ने कुरा हो यहाँबाट कहाँ हो सिधा हो कि के हो म बाटो बिर्सिसकेँ यार यहाँबाट राइट हो यता हो क्या चन्नौट्रा भन्ने चाहिँ यतै रहेछ हो एकचोटि बिर्से जस्तो लाग्छ क्या माथि अब कहाँ जान्छ त्यो थाहा भएन कुरा हो हामी चाहिँ यता जानुपर्छ यता आएपछि चाहिँ अब अलि नेपाली बाइक आउँछ क्या अब धेरै भित्र घुसिक्यौँ अघि नै टर्निङबाट यता धेरै यता आइसक्यो कि यहाँबाट त अब अहिले देखाउँछु म त्यो मेन हाइवे कहाँनिर निस्किन्छ है टङ त्यो बोर भइसक्यो एउटा सिधै बाटो यहाँ कचर देखाएर ल अब यो मेन हाइवे आइसक्यो मामी यहाँ आउँछ यहाँ आउँछ यहाँ मिल्छ यो बाटो खाल्टो हेर्नु होला मैले खाल्टोमा हालेँ है अनि के गर्ने त यो यहाँ आउने हामी चाहिँ यताबाट हानिदिन्छौँ सर्टकट ट्रुङ हो यहाँ निस्किन्छ केटा हो यहाँबाट हेर भालुवाङ त 33 किलोमिटर 33 किलोमिटर भालुवाङ ठ्याक्कै यहाँबाट त्यही अब के भन्ने माथि डाल्यो कति त्यही हो मात्रै भन्छु क्या म त अचम्म लाग्छ यार यही हो अब भाइरल डाँडा आइसकेको छ होइन पसल सबै पाइने भयो फोटो खिच्ने भाइरल धेरै भएको छ केटा हो मतलब यहाँ भिड हुन्छ अब केटा ल यही भाइरल डाँडा भोलेनाथको उसले लिएर नाम लिएर हाम्रो ब्लग पनि अब स्टप हुने भयो ल केटाकेटी अब अर्को नेक्स्ट ब्लगमा अब कतातिर के हुन्छ फिक्सै थाहा हुन्न होइन ब्लग यता हुन्छ अबदेखि डिटेल पनि हुन्न अनि के भन्छ अबदेखि यो पनि हुन्न जस्तो लाग्छ काममा लागिरहेको दिन सुरु भइरहेको छ के गर्ने अब कतिचोटि भनिसक्यो होला मैले होइन कि लर्निङ फेज छु है केटा हो होइन 1-2 महिनाको लागि ल ओके सी नेक्स्ट ब्लग बाई बाई टाटा अनि आजको ब्लगमा त मैले आफ्नो थोप्रै देखाएन क्या अनि ल केटा